डाक्टर श्याम किशोर सरको केही सल्चुन भएको कारणले उहाँ आउनु हुँदैन। हामी रेमन्ड मोर होइन सरसँग केही 2 शब्द सुन्न चाहन्छौँ भने एउटा क्ल्याप गरिदिनु। आजका यस कार्यक्रमका प्रमुख आकर्षक केन्द्रीय मोडल क्याम्पसका प्रिन्सिपल आदरणीय वीरेन्द्र सर, मञ्चमा आसीन सम्पूर्ण सरहरू, विद्यार्थी भाइ बहिनीहरू, म आज एकदम खुसी छु तपाईँहरूले जुन यो प्रोजेक्ट साइन्स प्रदर्शनी गर्नुहुँदैछ यो कार्यलाई एकदम निरन्तरता दिनुहोला। यसले मोडलको प्रगतिमा ठुलो एउटा कोसे धुरा साबित हुन्छ र तपाईँहरूको भविष्यको उज्जवल कामना गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। यस देशमा आसीन मेरा मित्रहरू, सरहरू र उपस्थित विद्यार्थी भाइ बहिनीहरू, आज तपाईहरूको यो साइन्स एक्जिबिसनले म भित्रैदेखि खुसी भएको छु, गदगद भएको छु। वास्तवमा पढाइ भनेको खालि किताब पढ्ने मात्रै होइन, त्यो एउटा बाटो हो। किताब पनि पढ्नुपर्छ, लाइब्रेरीमा पनि जानुपर्छ, सरले पढाएको कुराहरू पनि सुन्नुपर्छ र त्यो शिक्षण विधिको एउटा बाटो मात्रै हो। त्यसले चाहिँ कन्सेप्ट आउँछ तर लर्निङ हुँदैन। रट्न सकिन्छ, रोक्न सकिन्छ, दिमागमा केही कुरा आउँछ तर सिकाइ हुँदैन। र आजको युगमा सिकाइ विभागको पढाइ चाहिँ अधुरो हुन्छ। त्यसैले तपाईहरुले सिकेका कुराहरू सुजीत झा सरलाई बोलाउने छौं। सम्पादक मोडेल खबरको हुनुहुन्छ, उहाँ 2 शब्द प्लिज भनिदिनु होला। बहुत बहुत धन्यवाद। हम मैथिली में कह दी आशा पुनः अहाँ सबके विज्ञान प्रदर्शनी हम अगला वर्ष आयल रही, एहि बेर सेहो आयल थी। आयल थी नहीं बोले एहि बेर तो करीब करीब हम भवने में दिन हमर ताहि दुआरे जे छै से अहाँ सबके बड़ी भव्य देखलिए। जहिना 1 तल्ला 4 वर्ष पहले रहे तो 2 तल्ला बनले, तहिना ई मॉडल कॉलेज के प्रत्येक महीना यदि अहाँ सब बाहर से घूम के आबी तो किछ ने किछ परिवर्तन होइत रहे छै। कहियो काल का ई गेट खुजल रहल तो आई काट बंद रहल, आई काट बंद रहल गेट माने चलमान रहे छै। ई संस्था जेना चलमान रहे छै तहिना अहाँ सबके ई काज सब जे छै से चलमान छै। अहाँ सब पर साल जते काज केने रहिए, चूंकि मॉडल कॉलेज में जे विज्ञान प्रदर्शनी भेलै तेकर एहि बेर हमर अपन अनुभव कहै छी जे डबल छलिए। तऽ अहाँ सब अपना काज में, अपन अभियान में बहुत सफल भ रहल छी से देखा रहल है। दोसर बात, चूंकि हमरा संपादक के रूप में सेहो बजेलिए तो ओ कहि दी जे मॉडल खबर जे एहि कॉलेज से सेहो अहाँ के निकले छै। ओना कॉलेज के मात्र नहीं भऽ आम संसार छै जे संसार के सब चीज ओहि में अबै छै। ताहि दुआरे अहाँ सब जे छै से मॉडल खबर सेहो देखू। खास कर विद्यार्थी के बेर बेर कहैत रहे छथिन जे शिक्षा के फोकस कऽ
एकरा न्यूज शो कयल जाए। आम संचार कर तो सब चीज अबै छै, लेकिन शिक्षा के फोकस करके हम सब करैत रहै छी, अहाँ सब संगे विद्यार्थी सबके इंटरेक्शन शो करैत रहै छी। ताहि दुआरे अहाँ सब ऑनलाइन शो देखू जखन फुर्सत होइए तऽ, पढ़ाई नहीं प्रभावित कऽ कऽ आ यूट्यूब चैनल शो देखू जे एकरा अहाँ के सब्सक्राइब शो करू ना समझो का जे अहाँ सबके बात जेना आई अहाँ सब जे ई काज के लिए तेकरा हम सब जे छै से पूरा ऑनलाइन में हमरा 32-33 टा फोटो जे छै से ऑनलाइन में हम सब राखि देलिए। अहाँ सबके देखे जेबै जे अहाँ सब अपना हिसाब से काज करै छलिए आ हमहूँ सब अपना हिसाब से काज करै छलिए अहाँ सबके। तहिना एकर वीडियो के बात कयल जाए, हमरा सबके शब्द कहै छै फुटेज शब्द होइ छै, तऽ ताहि में सेहो अहाँ सब जे काज सब के लिए तेकरा हम सब चले मने ओकरा अहाँ के प्रसारण कर देलिए। अहाँ सब देख सकै छियै, नहीं मोबाइल लऽ कऽ आयल छी तऽ घर में जाकर देख सकै छियै जे अहाँ सबके समाचार एखन टुकड़ा टुकड़ा में जतेक आदमी अहाँ सब कऽ रहल छियै सबके न्यूज के रूप में यूट्यूब चैनल में अहाँ के सबके अलगे 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 एते 3-4 टा छूटि गेल जे हुनका सबके हम सब कहलिए जे ई समारोह जे संपन्न भऽ जेतै तऽ अहूँ सब एबे अहूँ सबके रिकॉर्ड कर देल जेतै। कारण आई के दिन में पढ़ाई जे छै से मात्र किताबी ज्ञान नहीं, प्रैक्टिकली ज्ञान सेहो होइ छै। एहि में अहाँ सब जे रूप से ई सब बनेलिए, अगला पीढ़ी माने अगला बेर जे 11 क्लास में जे नामांकन जे सब लेते से सब ऐसे बढ़िया केना बना सकै छै। ताहि के लेल ब्रेन सर कहै छलखिन संपूर्ण चीज के जे छै से ओकरा वीडियोलाइज कर सकै, ओकरा अहाँ के खींच दियौ आ ई संपत्ति जे छै मात्र मॉडल कॉलेज के नहीं आम संचार के भऽ जेतै। संसार में केओ गोटे ई देख सकै छै विज्ञान प्रदर्शनी देख सकै छै। ताहि दुआरे अहाँ सब बहुत नीक काज कर रहल छी आ एहि अभियान के जे मॉडल जे अभियान चला रहल छी हरेक ठाम सकारात्मक बात ओकरा जे छै से अहाँ सब सेहो आगा बढ़ेलिए। तकर उदाहरण छै जे एहि प्रकार के विज्ञान प्रदर्शनी जनकपुर में एहन विज्ञान प्रदर्शनी हम एक पत्रकार के रूप में कहै छी, हम सब सौंसे जाइत रहै छी जनकपुर क्षेत्र में एहन विज्ञान प्रदर्शनी नहीं होइ छै। तो अहाँ सब अपना काज में सफल भेल छी। हम देखलिए काल्हि खन कएटा बौआ सब एतऽ तैयारी कर रहल है, रिविजन लिखब फुकना सब लगाबऽ भोर से लऽ कऽ साँझ तक शनि तक नहीं भेलै। लेकिन चूँकि हमर सबके ऑफिस 365 दिन खुजल रहे छै आ वीरेंद्र सर सेहो अहाँके 365 दिन जनकपुर में रहलहुँ तऽ आई नीचे में रहै छथिन, अपना ऊपर नहीं रहलहुँ। तऽ हम सब देखलिए जे अहाँ सब जे एकर ऑर्गेनाइजर छियै जे अहाँ संयोजन के लिए उ सब भरि दिन क्रिकेट मैच रहे, एकर बावजूदो अहाँ सब क्रिकेट मैच नहीं देख कऽ एते बढ़िया वातावरण बनेलिए। ताहि के लेल जे आई के जे स्वयंसेवक सब छै विद्यार्थी सब छी, अहाँ सब धन्यवाद के पात्र छी। अहाँ सबके हमरा बुझाइए जे सर सेहो मूल्यांकन करबे करथिन, स्वयंसेवक के सेहो बहुत रास मूल्यांकन आ जे ई बनेलिए सेहो बहुत रास। दोसर बात की छै, एक आदमी हम देख रहल छी रॉकेट बनेलिए तऽ दोसर आदमी किछु बनेलकै एक दोसर के देखऽ के सेहो अवसर भेटै छै, बनाबऽ वाला सेहो एक दोसर के देखै छै। आ बाहर से सेहो हम देखलिए किछु विद्यार्थी सब किछु अभिभावक सब सेहो सब देखलकै। एहि सबसँ जे अहाँ सबके अभियान के माध्यम लोक के ज्ञान सेहो भेटलै। हम किछु देखलिए, हमरा नहीं बुझल छल जे एहनो बनि सकै छै जनकपुर में, तऽ ओ सब भले ही हमरा कनि व्यस्तता चला, लेकिन हाथों पकड़ के क्या गोटे हमरा देखेलथि तऽ हमरा अद्भुत लागल जे केना अहाँ सब बना लेली, केना अहाँ सबके ओहिठाम मस्तिष्क में बात पहुँचल। तो आई के नेतृत्व करता वीरेंद्र सर के सेहो धन्यवाद संग अहाँ सबके जे अभियान है, अहाँ सबके जे विज्ञान प्रदर्शनी के माध्यम से बहुत के साइंटिस्ट बने के हेतै, बहुत के बहुत चीज करे के हेतै। तो अहाँ सबके शुभेच्छा, अहाँ सबके शुभकामना। आ ई अगला वर्ष और बढ़िया जगह अगला वर्ष और बढ़िया जगह बने तहिया अहाँ के हमरा बुझाइ एतबे में नहीं हेतै, 2 तल्ला में सेहो करऽ पड़तै से आगे बात।
students and arrival all persons. Thank you. सब मिलाएर एउटा सब्जेक्ट बन्छ। र म भाइ बहिनीहरूलाई आफ्नो एउटा कुराबाट सुरुवात गर्छु भन्नको लागि क्लासमा पनि भन्ने गर्छु, यो पुरानो कुरा हुन सक्छ कि पोथी पत्रा पढ्के पण्डित भएन कोही। पोथी पत्रा पढ्के पण्डित भएन कोही, 2.5 अक्षर प्रेम के पढे से पण्डित हो। वास्तवमा भन्ने हो भने practical लाइफमा लभ अफेक्सन यो रियल लाइफमा लर्निङ इज व्हाट चेन्जिङ द बिहेभियर त्यो व्यवहारमा हामी उतार्छौँ। अहिलेसम्म त हामी फिजिक्स केमिस्ट्री म्याथमेटिक्स बायोलोजी धेरै पढ्यौँ, तर भाइ बहिनीहरूले त्यो व्यवहारमा उतारेको छ, त्यसबाट म धेरै प्रभावित भएको छु क्या। म माथि म्याजिकल इफेक्ट परेको छ। मैले मोदीको स्मार्ट सिटीको कुरा त धेरै दिनदेखि सुनिरहेको थियो, तर भाइले त्यो स्मार्ट सिटी बनाएको छ। म गएर त दङ्ग परिहालेँ कि त्यसमा हेलिप्याड पनि छ, त्यसमा विन्ड मिलबाट पनि इलेक्ट्रिसिटी जेनेरेट गर्न सक्छ, त्यसपछि के भन्छ सोलर पावरबाट पनि गर्न सक्छ, ब्लड प्रेसर बढ्छ त्यो पनि त्यसमा इन्डिकेसन दिन्छ, हार्टको कुरा त्यसले बताउँछ। म सुनेको थिएँ कि पेन्टागन र डब्लुटी बनाउँदाखेरि पहिला विस्फोट गराएर पोखरी जस्तो बनाओ, त कति लेबर सेभ गर्यो, त्यहाँ त्यत्रो स्काई स्किपर बिल्डिङ बनाओ। मेरो एउटा भाइले त जनकपुरैमा त्यो इन्जिनियरिङ सुरु गरिदिएछ, त्यसले पनि यस्तो विस्फोटक बनाएको छ कि यहाँबाट मोबाइलले फोन गर्छ त्यसमा त त्यहाँ ब्लास्ट भइहाल्छ। वास्तवमा यो म्याजिकल कुराहरू बनाएको छ। त्यसबाट त म धेरै 2G टावरको बारेमा सुनेको थिएँ ग्रेटर नोएडामा कि 2G टावर त्यो कोल्याप्स गर्नको लागि फ्रान्सको इन्जिनियरले 17 करोड रुपियाँ लिएको थियो, तर अब 17 करोडको लागि इन्जिनियर ल्याउनु जरुरी छैन। हाम्रो मोडेल कलेजमा साइन्टिस्टहरू छ र सब त्यो भाइहरूको लागि ताली बजाइदियो। र यो प्रोग्राम गर्नको लागि यदि मान्छे हामी हायर गर्छौँ भने गराउँछौँ 10 लाखमा पनि हुनेवाला छैन। तर यो मोडेलको भाइ बहिनीहरूको जो पोटेन्सियलिटी मैले हेरेँ यसबाट मैले धेरै खुसी छु। अब हिजोदेखि त म एकदम पर्सनली त्यो फ्रन्ट लाइनरमा रहेर म काम भाइ बहिनीहरूको हेरिरहेको छु। त्यसै कारणले कोअर्डिनेटर टिममा भएको भाइ बहिनीहरूलाई म भित्रबाट आत्माबाट खुसी भएको छु र धन्यवाद दिन चाहन्छु। र त्योभन्दा कम म भोलिन्टियरलाई पनि होइन, त्यो भोलिन्टियर साथीहरू पनि भाइ बहिनीहरू एकदम राम्ररी काम गरेछ, त्यसलाई पनि म धन्यवाद दिन चाहन्छु। र यसको सबभन्दा केन्द्रबिन्दुमा रहेका हाम्रा भाइ बहिनीहरू 8 क्लासदेखि लिएर 12 क्लाससम्मको जो भाइ बहिनीहरूले रङ बिरङको प्रोजेक्टहरू यहाँ ल्याएको छ होइन, त्यो एचएको भाइ बहिनीहरू पनि ल्याएको छ। यो हामी यहाँ बसेर हामी आफ्नो इसिजी चेक गराउन सक्छौँ। भोल्क्यानो हेरि नै राख्नु भएको छ। उहिले त्यो स्मार्ट सिटीको कन्सेप्ट हामी ल्याएकै थियौँ। अरू रङ बिरङको ब्लास्टिङदेखि लिएर यसपालि नयाँ नयाँ कन्सेप्टहरू भाइ बहिनीहरूले ल्याएको छ र म भाइ बहिनीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्छु कि यो अब आउने दिनमा पनि कन्टिन्यू राख्ने सरहरूको सहयोग लिएर। र फेरि पुनः म धन्यवाद र यो बधाई दिँदै म आफ्नो सब यहाँ व्यक्तित्वहरू र प्यारा भाइ बहिनीहरू, यो साइन्स एक्जिबिसन प्रोग्राम चाहिँ खास गरी तपाईँहरूले जुन आयोजना गर्नुभयो होइन, यसमा प्रमुख भूमिका चाहिँ हाम्रो वीरेन्द्र सरले विनोद सरले खेल्नु भएकै हो। उहाँलाई चाहिँ म हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु। खास गरी यो होइन एकछिन पहिला पनि यो सभामा चाहिँ हाम्रो बिचमा तपाईहरु एकछिन चाहिँ शान्त भइदिनु, मेरो कुरा सुनिन्छ। खास गरी यो जुन प्रोग्राम छ यो प्रोग्राम हामी साइन्स सरहरूले आयोजना गर्नु पर्थ्यो है, तर
विभिन्न कारणले गर्दाखेरि हामी क्लासमा पढ्ने 5 बजेसम्म सबै सरहरू व्यस्त हुन्छौँ र हामीले गर्नु पर्थ्यो हामी साइन्स सरहरूले पनि यसमा चाहिँ तर हामी काठ व्यस्तको कारणले क्लासको कारणले गर्दाखेरि पनि 5 बजेसम्म क्लासमै हुन्थ्यो क्लास छोड्न पनि मिल्दैन थियो त्यतिखेर सरले चाहिँ विनोद सरले चाहिँ धेरै मेहनत गर्नुभयो हैन यसमा उहाँले धेरै धेरै धन्यवाद छ र यसमा गत सालको तुलनामा गत सालमा जुन साइन्स एग्जिबिसन भएको थियो त्यसको तुलनामा यसपालि संख्या पनि बढी नै छ र नयाँ नयाँ चिजहरू पनि त्यतिकै बढी छ र यसमा धेरै राम्रा राम्रा हाम्रा विनोद सरले सब दिन भनिदिनु भयो राम्रा राम्रा कुराहरू पनि धेरै राम्रा राम्रा कुराहरू तपाईँहरूले आयोजना गर्नुभएको छ र प्रदर्शन गर्नुभयो हामी सब सरहरूले पनि हेरेकै हो जम्मै यस्तै पाए र यसका लागि तपाईँलाई हेर्दैदेखि धेरै धेरै धन्यवाद छ र आउँदो वर्ष यो सालभन्दा पनि राम्रो प्रदर्शनी होस् राम्रो प्रदर्शनी गरोस् हाम्रो सरहरूले पनि वीरेन सरले पनि एउटा साप्ताहिक कार्यक्रम सम्भवतः आउँदो वर्षमा राख्नुहुनेछ र त्यो साप्ताहिक कार्यक्रम मोडल सप्ताहकै रूपमा त्यो कार्यक्रममा त्यो साइन्स एग्जिबिसनलाई पनि सम्भवतः समेटेर हामी जानेछौँ र योभन्दा पनि यो आशा गरौँ कि योभन्दा पनि खास गरी 11 क्लासका जुन भाइ बहिनीहरू छौँ 12 क्लासका भाइ बहिनीहरू त गइहाल्नुहुन्छ र 11 क्लासका भाइ बहिनीहरू पनि यसमा धेरै सिक्नुभयो र उहाँहरूले आउँदो वर्ष योभन्दा पनि सफलपूर्वक आयोजना गर्नुहुनेछ भने पूर्ण विश्वासका साथ म आफ्नो सब यही टुङ्ग्याउँछु सबभन्दा पहिले कुरा त तपाईँहरू शान्त भइहाल्नुहोस् अलिकति डिसिप्लिन हेराउनुहोस् सरहरू के बोल्दै हुनुहुन्छ भने 2 मिनट शान्त भएर बस्नु ल अगाडि बढ्दै क्रममा हामी हाम्रो म्याथ टिचर देवनारायण मण्डल सरलाई 2 शब्द बोल्न अगाडि धन्यवाद उपस्थित यो विज्ञान प्रदर्शनी कार्यक्रमका अध्यक्ष तथा यस मोडल मल्टिपल कलेजका संस्थापक आदरणीय वीरेन सरज्यू दाइसमा उपस्थित सम्पूर्ण सन्धहरू र यो जुन साइन्स प्रदर्शनीमा भाग लिने सम्पूर्ण विद्यार्थीलाई सफल यो वास्तवमा जो साइन्स जुन प्रदर्शनी हो वास्तवमा हुनुपर्छ जुन यो भइरहेको छ तेस्रो साइड बढी नै होला लगातार 3 पटक भइसकेको हो तेस्रो पटक हो र यसलाई भन्छन् एउटा वर्ड किप अफ यसलाई अझै अगाडि बढाउनु धेरै राम्रो थियो एक पछि अर्को मैले एउटा हेर्दाखेरि त्यो राम्रो छ अनि अर्को हेर्दाखेरि त्योभन्दा पनि राम्रो अर्को हेर्दाखेरि त्योभन्दा पनि राम्रो अनि कि सब जति पनि स्टुडेन्टहरूले यो गर्नु भएको थियो सब एकदम सब राम्रोहरू थियो एकदम सब राम्रो भन्छ नि एक्सिलेन्ट आउटस्ट्यान्डिङ यो सब राम्रो थियो र यसमा पार्टिसिपेट गर्ने सम्पूर्ण स्टुडेन्टलाई धन्यवाद दिँदै म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु धन्यवाद यस ड्यासमा उपस्थित आदरणीय हाम्रा चेयरम्यान श्री वीरेन्द्र सर लगायत अनिल सर साथ दिएको छैन त्यसपछि तिमीहरूले साइड अप गरिदियो भने सरको आवाज हुँदैन 2 मिनटमै सघाउनुहुन्छ तर साथ भयो अनिल सर सँगै यहाँ सुजित सर र अरू हाम्रा सम्पूर्ण सहकर्मी सरहरू साथसाथै एक्जिबिसनमा सहयोग गर्ने भोलिन्टियर भाइ बहिनीहरू र एक्जिबिसनमा का केन्द्रबिन्दु जसले विभिन्न
प्रोजेक्टहरू बनाएर एउटा के भन्छन् हरेक वर्ष आयाममाथि नयाँ नयाँ आयाम थपिराख्नु भएको छ। त्यसको लागि साँच्चै नै यो एकदमै गर्वको कुरा छ। मोडेल परिवारमा हरेक वर्ष यो आयोजना हुनु भनेको एउटा सिकाइसँगै पढाइ र सिकाइ दुइटै सँगसँगै जाने बाटो छ र यसमा सबैलाई धेरै धेरै शुभकामना र यो हरेक वर्ष चलिरहोस् त्यसको कामना। हस्, धन्यवाद। 3.0 नभएर हाम्रो यो 4.0 हुनुपर्ने हो र मलाई पनि बढी केही अघि अगाडि नै थाहा भयो कि सरले हाम्रो कलेजमा साइन्स एक्जिबिसन एकचोटि पहिला भएको थियो भनेर र यहाँनिर जुन साइन्स एक्जिबिसन भयो त लास्ट टाइम भन्दा यो टाइम फार बेटर छ। धेरै कुराहरू जुन एउटा भाइले बनाएको रहेछ त्यो ब्लास्टिङ गर्ने, अर्को सबभन्दा युनिक बनाएको रहेछ जुन ड्राइभिङ गर्दाखेरि एक्सिडेन्ट बढी हुने गर्छ ड्राइभिङको कारणले, ड्राइभरहरूको कारणले गर्दाखेरि निन्दाएर, त उसले त्यसको यसलाई कसरी बचाउन सक्छ, एक्सिडेन्ट्सलाई कसरी रिड्युस गर्न सकिन्छ भनेर बनाउँदाखेरि त्यो कन्सेप्ट मलाई चाहिँ सबभन्दा मन परेको हो र उसको एक्सप्लेनेसन पनि एकदमै छ। अरू पनि यस्तो प्रोग्राम प्रोजेक्ट वर्क ल्याएको छ जुन कि साइन्समाथि बेस्ड पढेको, हामीले पढाएको न्युटन पढाएको कुराहरूलाई एप्लाई गरेको रहेछ। टेस्ला कोइल है, उसले टेस्ला टावर बनाएको हुँदाखेरि पनि त्यो पनि धेरै राम्रो रहेछ र साँच्चै बायोलोजी केमिस्ट्रीमाथि बेस्ड पनि रहेछ र यसो हुँदाखेरि अबको अगाडि दिनमा पनि योभन्दा नयाँ नयाँ तिमीहरूले गरेर देखाइदेऊ, हामीले पढाएको कुरालाई तिमीहरूले त्यहाँनिर प्र्याक्टिकली गरेर देखाइदिन्छौ भन्ने आशा राख्दै म आफ्नो 2 शब्द यहीँ टुक्र्याउँछु। सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद है यो साइन्स एक्जिबिसनको लागि र यहाँ धेरै धेरै राम्रो चिज हेर्न पाएको छ हैन। जस्तो कि पहिला पहिला हामी सुनिन्थ्यो, फिल्ममा देखिन्थ्यो हैन कि मोबाइलमा फोन आउँदाखेरि ब्लास्ट हुन्छ भनेर, त्यो रियलमा हेर्न पायो, त्यो पनि राम्रै कुरो हो। त्यस्तै यो भाइले एक्सिडेन्टको बेला बनाएको छ ड्राइभरको, त्यो पनि राम्रो छ हैन। त्यही भएर धेरै राम्रो, धेरै खुसी लागेको छ। यस्तै सधैँ भइरहोस् भनिन्छ, केही पढेर भन्दा गरेर सिकिन्छ। त्यही भएर यस्तै सबैले नयाँ नयाँ चिज सिकिरहोस् र सधैँ राम्रो होस्। धन्यवाद। आजको यो साइन्स प्रदर्शनी कार्यक्रमका आयोजक आदरणीय वीरेन्द्र सर लगायत सम्पूर्ण सरहरू र विद्यार्थीहरू, यस कार्यक्रममा इन्भल्भ भएका भोलिन्टियर हाम्रो आदरणीय विनोद सर, सबैलाई म धन्यवाद दिन चाहन्छु। म फर्स्ट टाइम आज यो एक्जिबिसन एक्सप्लोर गरेँ है। अफिसियली स्टार्ट हुनुभन्दा अगाडि नै म सबै हेरिसकेको थिएँ। मलाई केही आइओटीको लाइफाई र केही प्रोजेक्ट्सहरू धेरै मन पर्यो है। यस्तै प्रोजेक्ट्सहरू साइन्सभित्र थुप्रै प्रोजेक्ट्सहरू छ, एभ्री इयर गर्दै गर्नु है। त्यसको लागि शुभकामना। थ्याङ्क यू। यस साइन्स एक्जिबिसन 3 को उपलक्ष्यमा यहाँ पधार्नु भएका हाम्रा मोडेल मल्टिपल कलेजका संस्थापक श्री वीरेन्द्र शाह सरज्यू, अरू यहाँ उपस्थित आदरणीय सरहरू र प्यारा विद्यार्थी साथीभाइहरू, आजको एक्जिबिसन यसो हेर्दाखेरि धेरै राम्रो लाग्यो। अब मलाई यहाँ इन्ट्रोड्युस गर्दाखेरि सिन्हा पब्लिक स्कुलका टिचर भनेर इन्ट्रोड्युस गर्यो। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने 11 र 12 का स्टुडेन्टहरूसँग 8, 9 का स्टुडेन्टहरू, 8, 9 र 10 का स्टुडेन्टहरूले जस्तो मिलेर जुन पार्टिसिपेसन देखायो र आफ्नो प्रोजेक्टहरू सो गर्यो, त्यसले गर्दाखेरि मलाई सिन्हा पब्लिक स्कुलको तर्फबाट धेरै खुसी लागेको छ कि हाम्रा 8 क्लास, 9 क्लास र 10 क्लासका बच्चाहरूले राम्रो प्रदर्शन गरेको छ र ओभरअल हेर्दाखेरि यो एक्जिबिसन धेरै राम्रो। हाम्रो भविष्य, हाम्रो मोडल कलेजका साइन्स स्टुडेन्टहरूका
फ्युचर राम्रो ब्राइट देखिएको मलाई फिल भयो। धन्यवाद। 12 कक्षाको विद्यार्थीको अगुवाईमा 9, 10 र 11 का विद्यार्थी समेत एचएस समेतका विद्यार्थीहरूद्वारा जो आज जुन प्रदर्शन गरिएको छ त्यस समारोहमा, त्यसको क्लोजिङ सेरोमनीमा उपस्थित सम्पूर्ण सरहरू, मोडेल खबरका संपादक सुजितजी, कर्मचारीज्यूहरू र यस कार्यक्रममा यो साइन्स एक्जिबिसनलाई यहाँसम्म ल्याएको, सफल पार्न जुन सकेको छ, यहाँसम्म ल्याउनमा आफ्नो अमूल्य समय क्लास चलिरहेको बेलामा पनि क्लासलाई छोड्नु परेर एकदमै मणिमेटी लागे परेका 9 देखि 12 क्लासका विद्यार्थीहरू, 8 देखि 12 क्लासका विद्यार्थीहरू, एचएफ का विद्यार्थीहरू, खास गरेर यी विद्यार्थीहरू एकदमै आजको प्रमुख केन्द्रबिन्दुको रूपमा रहेको छ। त्यसकारण यी विद्यार्थी भाइ बहिनीहरूलाई सबभन्दा पहिला मोडेल परिवारको तर्फबाट, म आफ्नो तर्फबाट यो तेस्रो पटक, लगातार तेस्रो पटक निरन्तरता दिएकोमा धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रमलाई सफल पार्नमा, यो एक्जिबिसनलाई सफल पार्नमा एकदमै खटिएर, त्यसको वर्णन पनि गर्न सकिँदैन, यसको अगुवाईमा रहेका हाम्रा डाक्टर विनोद शाह सरलाई समेत विशेष धन्यवाद दिन चाहन्छु। त्यति मात्र होइन, यस प्रोजेक्टका लागि जरुरत परेको बेलामा जुन सरहरूले सहयोग गर्नुभएको होला, पक्कै पनि सहयोग भएको होला र भइरहेको छ, ती सरहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो साइन्स एक्जिबिसन पहिला पनि 1-2 चोटि भएको कुरा हो, साँच्चै हो, तर त्यो कुरालाई छोडौँ, तेस्रो पटकको निरन्तरतालाई हामी याद राखौँ। अहिलेसम्म पहिलो भन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो साँच्चीकै राम्रो भएको छ। झन्डै मलाई लाग्छ कति 25 वटा प्रोजेक्ट होला, 35 वटा प्रोजेक्ट चाहिँ यहाँ प्रस्तुत गरिएको छ। यो धेरै ठुलो गर्वको कुरा हो, यो सामान्य कुरा होइन। र यसलाई हेरेर हामी पनि के सोच्दै थियौँ भने आगामी दिनमा हाम्रो 11-12 को संस्था छ, हाम्रो स्कुलहरू, विद्यालयहरूको हिसान भन्ने, हामी जनकपुरका सम्पूर्ण 11-12, 9 to 12 लाई हामी समेट्ने प्रयास गर्छौँ। माध्यमिक विद्यालय भन्छ, यो माध्यमिक विद्यालयलाई समेटेर हामी पहिला कलेजहरूमा प्रयास गर्ने र अर्कोचोटि यही तृतीयगाछीमा म प्रस्ताव राख्छु 9 to 12 को लगभग सबै स्कुलको सहभागी हुने गरी हामी चाहिँ यहाँ साइन्स एक्जिबिसन गराउने मेरो चाहिँ भित्रबाट कुनै कारणवश मलाई लाग्छ, म विश्वस्त छु यो 8 दिनको आन्दोलन जुन भयो त्यसमा हामी लुटेरा पनि भयो, जे भयो, तर यो आन्दोलनले धेरै कुराहरूलाई, जनकपुरको शिक्षालाई एकदम ड्रास्टिक चेन्ज ल्याउनेछ। यो विद्यार्थी भर्सेस विद्यालय हुन गएकोमा त्यसका त्रुटिहरू, कानुनका त्रुटिहरू, पाटाहरू, विद्यालयको त्रुटिहरू र विद्यार्थीहरूको त्रुटिहरू कहीँ न कहीँ होला। र खास गरेर यो लेखाइकै त्रुटि थियो प्रमुख रूपमा। तर जे होस्,
यो आन्दोलनबाट के एउटा आयो भने हाम्रो खेलकुदलाई कसरी अगाडि बढाउने र यो साइन्स एक्जिबिसन दुईटा पार्टलाई म कुरा गरिरहेको छु र नेक्स्ट इयरदेखि हिसानबाट हुन्छ स्पोर्ट्स विक नै मनाउने कार्यक्रम हुन्छ। त्यो 7 दिन हाम्रो पढाइ लेखाइ केही हुँदैन, त्यो स्पोर्ट्स विकमा जाने। कुनै कारणवश यदि अरू संस्थाले गरेन भने के हुन्छ त मोडेल एक्लैले यो चाहिँ जनकपुर स्तरीय गर्छ र यसलाई हामी प्रदेश स्तरीयमा पनि हामी आर्ट गरिसकेका छौँ। सबको हिसानबाट होला, भएन भने प्रदेश स्तरमा मोडल कलेजले स्वयं एक्लै गर्नेछ। र यो यसमा चाहिँ हाम्रो विद्यार्थीहरूलाई मैले प्रोजेक्टको बारेमा हामीलाई के हुन्छ सबभन्दा ठुलो कुरा म्यानेजमेन्टको मास जहाँ ग्यादरिङ हुन्छ, जहाँ विद्यार्थीको सङ्ख्या त्यो पनि विद्यार्थी जम्मा भएपछि कुनै न कुनै रूपमा अप्रिय कुनै घटना नघटोस् भनेर हाम्रो ध्यान हुन्छ 100%। र तिमीहरूले भिड हेऱ्यो, सानो ठाउँको कारणले पनि आज ग्यादरिङ धेरै भइसकेको थियो र त्यसलाई लास्टमा हेर्छु भन्दै मैले भिडियो बनाउन लगाएको छु। सबै विद्यार्थीहरूको प्रोजेक्टको भिडियो पनि तयार हुन्छ, त्यो तिमीहरूको पर्सनल एसेट पनि हो, मिडियाको पनि हुन्छ र मोडेल कलेजको पनि हुन्छ र यो भेकै पनि हुनसक्छ। र खास गरेर जुन मिडियाले तिमीहरूको यो कार्यक्रमलाई जब माथि उठाइरहेको छ त्यो मोडेल खबरको हाम्रो सम्पादक सुजित कुमार झाजीले भन्नुभएको कुरा त्यो युट्युबलाई मलाई भन्नुभएको थियो, तपाईँले भनिदिनु होला सब्सक्राइब चाहिँ गर्न लगाइदिने। मैले भन्न चाहेको छैन मोबाइल प्रतिबन्ध गरेको होइन, प्रिन्सिपलले कसरी सब्सक्राइबको कुरा गर्छ मेरो द्वन्द्वमा छ। त्यसकारण तिमीहरूले गर्ने होइन गराइदिने हो। यो समाचार चाहिँ तिमीहरूले पढ्न पनि पाउँछौ र मोडेल खबरमा पनि खोलेको पनि स्वार्थ छ यस्तै कार्यक्रमहरूलाई अगाडि बढाउन, विद्यार्थीहरूको भोइसलाई त्यहाँबाट प्रसारण गर्न र तिमीहरूको केही नयाँ कुराहरू छ भने त्यसलाई समेट्न र विद्यार्थीहरूको पनि लिडरसिप डेभलप गर्नको लागि त्यो पनि एउटा कारण हो। सामान्य कुरा मिडिया खोलेर चलाउनु भनेको होइन। हाम्रो कुनै विज्ञापनको अहिलेसम्म लोभ पनि गरेका छैन, माग्न पनि हामीले प्रतिबन्ध लगाएका छौँ। नमाग्नुहोस्, दियो भने मात्रै लिने हो। त्यसकारण मोडेल खबरलाई हामीले एजुकेसनसँग पनि जोड्न खोजेको छौँ। त्यो मोडेल क्याम्पसको मात्र होइन, जनकपुर भेगको, मधेसको, देशको कुरा समेतलाई समेट्ने गरे। यो मोडेलको मात्रै मोडेल खबर होइन, मोडेलको लागि मात्रै खोलिएको होइन, यो कुरालाई पनि जानकारी गराउनु छ। अब धेरै कुरा गर्नुभन्दा सार्वजनिक रूपमै अस्ति पनि भनेको थिएँ, फेरि पनि भन्छु, खुसीको कुराहरू पनि आउँदैछ। 12 क्लासको विद्यार्थीहरू सबैलाई त म भन्दिनँ, तर नेक्स्ट इयरदेखि हुनसक्छ हाम्रै क्याम्पसमा कम्प्युटर र सिभिल इन्जिनियरिङको पढाइ पनि सुरु हुन्छ। त्यस बिआइटी समेत छ। बिए एलएलबी यसै वर्षदेखि सञ्चालन हुन्छ। यो कति दिन लाग्छ, 10 दिन 15 दिन हामी कुरिरहेछौँ, ठेगान छैन। विद्यार्थीहरूमा पनि मेसेज मैले फेयरवेलमा दिएको थिएँ, अहिले पनि भन्छु, म 100% विश्वास छु केही टेक्निकल कारणवश ढिलो भइरहेको छ, तर यसै वर्षदेखि बिए एलएलबी 5 वर्ष कोर्स +2 का विद्यार्थीहरूले यसमा एलिजिबल हुन्छ, त्यो पढ्न पाउँछ। यो पनि जानकारी म यही होइन अहिले नै तिमीहरूलाई दिइरहेको छु। यति मात्र होइन,
पढाइ लेखाइकै कारणले जनकपुरबाट बाहिर जानु नपरोस्, सक्दो यही होस्। सबै विषयमा त धेरै राम्रो भइसकेको म भन्न सक्दिनँ, तर आज खुलेको विषयहरू भोलिको दिनमा धेरै राम्रो हुन सक्छ र यहीँको विद्यार्थीलाई हामी आफ्नै घरबाट खाएर यही बसेर उसले चाहिँ क्वालिटी एजुकेसन लिन पाओस् भन्ने उद्देश्यबाट सञ्चालन हामीले गर्न खोजेका छौँ र जनकपुरमा धेरै कोर्सहरू आइसकेको छ। अब जनकपुर एकाडेमिक हबको रूपमा चाँडै स्थापित हुन्छ, यो पनि तिमीहरूलाई को समक्ष म विश्वास दिलाउन चाहन्छु। अब धेरै कुरा गर्नुभन्दा ढिलो पनि भइसकेको छ, प्राइज डिस्ट्रिब्युसन अलिक फास्ट गरौँ र केही कुरा 5-7 मिनट बढी लम्बिएकोमा माफी माग्दै म आफ्नो 2 शब्द यहीँ सघाउँदै धन्यवाद दिन्छु।